म चाहिँ भने यो बेला रबर प्लान्टलाई यस्तो खालको पोली टनेलमा राख्छु। यहाँ चाहिँ धेरै कलरको रबर प्लान्ट छ। यसरी गर्दा चाहिँ 100% सक्सेस हुन्छ है त साथीहरू। यो ग्रीन व्हाइट भेरिएसन भएको, यो येल्लो र ग्रीन भएको, यो चाहिँ पर्पल कलरको है त। यो चाहिँ पिङ्क र व्हाइट भेरिएसन भएको। यहाँ 3-4वटा जातिको रबर प्लान्ट मैले लगाएको छु। तपाईहरुले पनि यसरी नै लाउनु होला। सानो छ यो चाहिँ। अनि त्यसरी सरिसकेपछि यस्तो हुन्छ। सरिसकेपछि यो चाहिँ व्हाइट ग्रीन भेरिएसन भएको रबर प्लान्ट हो। यो चाहिँ स्वयं मैले त्यसरी नै सारेर जरा यसरी दिएको, बाहिर पनि देखेर छ। त्योबाट अन्डाको यो खोलको ढुट्टो यसरी लगाइदिएको कि यो जरामा ठ्याक्क जरा जहाँ देखिनेछ त्यहाँ त। अनि यो झार आएको चाहिँ यसरी उखाल्ने। अनि त्यसपछि यो मल, यो बलुवा र कालो माटो ठक्क यसरी छर्दिने। ठक्क यसरी छर्दिसकेपछि यो तयार हुन्छ।